सर्वप्रथम चाहिँ नमस्ते हैन, नमस्कार नमस्ते। हामी चाहिँ आज नेपथ्य कन्सर्ट जान लाग्यो। नेपथ्यको चाहिँ ओसाकामा कन्सर्ट छ आज 24 तारिक टक्क। अनि हामी चाहिँ आज कन्सर्ट जाँदैछौँ। एन्ड अफिसियल्ली जापान आएपछिको फर्स्ट भ्लग भन्दा हुन्छ मेरो यो। अब चाहिँ अलिकति भ्लगिङ गरौँ कि सानो दिनो भन्ने सोचाइरहेको छ, हेरौँ के कस्तो हुन्छ। एन्ड हाम्रो दोरा भाइ छ यहाँ हैन, हाई भन्दै दोरा भाइ हेर्नु थाल्यो हैन। ल दाजुभाइ यहाँ यस्तो टक्क हामी दाजुभाइ यहाँ छौँ है ट्याक्स पारामा। अनि ऊ चाहिँ सोम है ह्यान्डसम पारामा। ल डाम है सोम पनि ह्यान्सी है, कोही हुनुहुन्छ भने गुरुङ गुरुङले लगाएछ। यो चाहिँ मेरो लुक्स आजको कन्सर्ट जाँदा दाजुभाइ हेरौँ न त टक्क ढाकाडुबी ढल्काएर। म चाहिँ फेरि ढाकाडुबी एकदम मनपर्छ क्या। अहिलेको रेस्टुरेन्ट चाहिँ हाम्रो नवीन दाइको रेस्टुरेन्ट हो, न्यू गङ्गा। यहाँ पाल्न सक्नुहुन्छ है तपाईँहरू, एकदम राम्रो छ। खामीसिन्जी वरिपरि हुनुहुन्छ भने खानासाना खाना आउनुहोस्, एकदम राम्रो छ यहाँ। अहिले चाहिँ हामी छिरेनौँ, यहाँ सर्लक्क जान्छौँ। अब यहाँ हामी भेट्दैछौँ अहिले एकदम बेस्टवाला कपल्स, बराली जोडी होइन, टक्क लाएर बराली जोडी फरकहरू बाजी। हामी चाहिँ स्टेसन इन्ट्री भयो। अब यहाँ पैसा रिचार्ज गर्न लाग्यो गाइज, टक्क लाएर। पैसै छैन यार मसँग यार। ए एउटा 10,000 को नोट हो। मासी टाढा आयो, यो पैसा आयो। ल ल ल इन्ट्री इन्ट्री इन्ट्री। हामी चाहिँ अब इन्ट्री हुनु लाग्यो गाइज टक्क होइन। छिटो हामी इन्ट्री भयो। अब ट्रेनमा गइन्छ हामी टक्क लाएर उमेदासम्म। उमेदाबाट चेन्ज गरेर लुप लाइनबाट चेन्ज गरेर जेआर। 3टा ट्रेन चेन्ज गरेर जा। म पनि ह्यान्डसम त ह्यान्डसम नै हुने के कसो बरालीको मुस्कानै आज कडक गइरह्यो है गाइज। यहाँ केही न केही होला जस्तो। के रे ओए कडा दिएछ त बरालीले। अरू केटीले हेऱ्यो भने नरिसा भइरे। ल सही हो ल 45 मा रहेछ ट्रेन। यताबाट आएर है गाइज जस्ट 1 सर्ट हान्दिउँ अनि भित्र सेर्दिउँ ल। लडेको छ टुरेन आयो टुरेन। यो चाहिँ हामी ट्रेनमा हिँड्छ है गाइज। उमेदा पुग्दैछ दाम्स हो नि त उमेदा। उति चाहिँ स्काई बिल्डिङ हो है उमेदाको। तपाईँहरूलाई कस्तो लागिरहेको हुन्छ मान्छे देख्न पाउँदा हो क्या। अब त्यहाँबाट एक्जिट भयो भने हुन्छ क्या अब जम्मै त्यहाँबाट। सही हो मान्छेहरू एकचोटि ट्राफिक लाइट अन हुँदा यति धेरै मान्छे हुन्छ कि यहाँ कुरै छोडिदिउँ क्या। अझ एउटा यो भयो, एउटा उता पारिपट्टि छ होइन, सबैभन्दा भिड्दै हुन्छ क्या। लास्ट चाहिँ हुन्छ भनेको सिङ्गो त। सिङ्गो भने चाहिँ ट्राफिक लाइट है गाइज। ल यहाँको अवस्था घुमेन ल गाइज। यो स्टेसनमा चाहिँ नेपाली बाहेक कोही छैन होइन। यता पनि नेपाली यता पनि नेपाली। ए हाम्रो आदरणीय दाजु बोले त है प्लिज
बिग एक्सपेक्ट है बिग एक्सपेक्ट है यहाँ चाहिँ ओहो यस ल ठिक छ ल हाम्रो केटाकेटी कहाँ खानु भन्ने कुरो हो के हो यो जापान हो कि नेपाल हो माबिनजी ल हाई गरिदिउँ त ओके हामी भेट भइसक्यो त यार दाइलाई स्वागत ल लाउरे 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 ओहो लाउरे के छ त नि अनि ओए मैले नचिने हेर्न हाम्रो कडेल कसम मेरो बहिनी अनि मलाई चिन्नु मैले नचिने हेर्न यहाँ के छ अनि खबर कसम मैले भने चिन्नु हो त नेपाते एकदम गजब ल ल ल ल आज दसैँ हो क्या किन दसैँ अनि नेपालले आएछ अनि दसैँ हुँदैन हामी दाजुभाइ है सेलिब्रेसन बहिनी दाइ मेरो बिहा बाटोमा खाली गर्न पर्ने यहाँ चाहिँ यस्तो चिल पारामा तिहार पनि लगाइरह्यो है गाइस ल दाइ धन्यवाद एकदम आरिगातो Let's enter guys Nepate अगाडि
जसले गर्दा यहाँहरूले हामीलाई माया गर्नुहुन्छ अनि यसरी निम्तो दिनुहुन्छ र यसरी बेला बेलामा भेट गराइदिनु हुने आयोजकहरूलाई एकपल्ट जोरदार ताली दिएर धन्यवाद दिनु। भनिन्छ नि जब देश सम्पन्न हुन्छ, जब व्यक्ति सम्पन्न हुन्छ, जब समाज सम्पन्न हुन्छ अनि त्यसपछि साहित्य कला र सङ्गीतको पनि जहिले राम्रो हुने गर्छ, उजागर हुने गर्छ। तपाईँ आयोजकहरूको भनेको जस्तो फलस फुलस अनि हामीलाई यसरी बोलाइराख्नु होला। दर्शकहरूको आशीर्वाद, समकालीनको सद्भाव र तपाईँहरूको मायाले गर्दा हामी धेरै वर्षदेखि गीत गाउँदै आएका छौँ। आउनुहोस्, एउटा कलेज दिनमा भर्खरै नेपथ्यले पहिलो पटक रेकर्ड गरेको गीत, जुन बेलामा म 22 वर्षको थिएँ। अहिले कति साथीहरू कहाँ हुनुहुन्छ, कता हुनुहुन्छ थाहा छैन, मलाई 58 वर्ष भयो। तपाईँहरूको पनि त्यस्तो यादगार दिनहरू होला कलेजका। ती साथी सङ्गिनीहरूलाई सम्झँदै नेपथ्यको पहिलो एल्बमको पहिलो गीत सुन्नुहोस्। दर्शकवृन्द, यहाँ तपाईँहरू बस्ने बेलामा मजाले घुम्नुहोस् यहाँको ठाउँहरू। यहाँका मान्छेहरूले बनाएको अद्भुत अद्भुत कुराहरू सिक्नुहोस्, हेर्नुहोस् अनि अध्ययन गर्नुहोस्। अनि दुःखै भए पनि, सुखै भए पनि, गाह्रै भए पनि बेला बेलामा बा आमालाई सम्झेर, दिदीबहिनी सम्झेर घरमा फोन गर्नु होला। परदेश आएको, परदेशभित्र रङ्गिन सपना देखेर यतै नहराउनु होला। घर भनेको घरै हो। आउनुहोस्, तपाईँहरूलाई मलाई आज देशको न्यास्रो लागेर आयो। संसारमा सबै कुरो पाइँदो रहेछ, केही चिज यस्ता चिज हुन्छ जो नपाउँदो रहेछ संसारमा कहिले पनि। एउटा जन्म दिने बाबामा आफ्नो जिन्दगी र आफू जन्मेको देश। त्यही भएर मैले यहाँहरूलाई अनुरोध गरेँ, आउनुहोस् एकछिन अब सुख दुःखलाई बिर्सेर हामी धौलागिरीको काखतिर जाउँ, रुकुमतिर जाउँ, ढोरखातिर जाउँ, जहाँ फुल फुल्ने गर्छ, जहाँ देउरालीमा ढुङ्गा चढाउने गर्छ, जहाँ मायाहरू मनहरू साटासाट हुने गर्छ।
कि कुनै चरी सिरैमा सिरफुल हातैमा होइन मायाको पिञ्जरा टपुडी कस्तो घरको सम्झना आयो सम्झँदा सम्झँदै नेपाल सम्झिँदा सम्झिँदै मलाई त जुम्लाको याद आयो
तपाईँको कलम सधैँ अन्याय र अत्याचारको विरुद्धमा उठाउँछ। तपाईँको आवाज सधैँ स्वतन्त्रताको लागि उठाउँछ। तपाईँको विचार सधैँ मानवताको लागि उठाउँछ। दर्शकवृन्द, देशमा भर्खरै जेएनजी आन्दोलन भएको छ। तपाईँहरू त परदेशमा हुनुहुन्छ। तपाईँहरूले भनेको तपाईँको घर परिवार छिमेकमा दाजुभाइ दिदीबहिनी बाआमा फुपू मामा जोगैले भनेको मान्छन्। उनलाई अनुरोध गर्नुहोस् कि यहाँबाट भन्नुहोस् कि यसपालि हाम्रोलाई होइन राम्रोलाई भोट दिनु। हाम्रोलाई होइन योग्य मान्छे राम्रो मान्छेलाई भोट दिउँ भनेर भन्नु। दर्शकवृन्द, आजको यो ओसाकाको साँझमा विभिन्न जात जाति, विभिन्न भाषाभाषी र विभिन्न प्रान्तबाट आएका मान्छेहरू बसेर आज यहाँ गाइरहेछौँ, नाचिरहेछौँ, बजाइरहेछौँ, रमाइरहेछौँ, हामी झुमिरहेछौँ। हाम्रो देश नेपाल पनि यस्तै विभिन्न जात जाति, विभिन्न भाषाभाषीहरूको सङ्गम थलो हो। कोही उत्तरबाट आए, कोही दक्षिणबाट आए, कोही पूर्वबाट आए, कोही पश्चिमबाट आए, कोही हिमालयको काखलाई गुन्जार बनाएर बसेका छौँ। हामी हिजो पनि मिलेर बसेका थियौँ, आज पनि मिलेर बसेका छौँ, भोलि पनि मिलेर बस्नुपर्छ। हाम्रो एकतालाई कसैले पनि बिगार्ने दुस्साहस नगरोस्। आउनुहोस्, सबैभन्दा पहिला हामी नेपाली हौँ। दुःख छ होला, गरिबी छ होला, प्रकृतिले हामीलाई सम्पन्न बनाइदिएको छ। आज नभनी एक दिन हाम्रो देश अवश्य बन्छ, अवश्य बन्छ, अवश्य बन्छ। दुःख भन्ने कुरा भोगेर हुँदो रहेछ, खुसी भन्ने त आफै हुनु पर्दो रहेछ। सुखै भए पनि दुःखै भए पनि खुसी आफै हुनु पर्दो रहेछ। तपाईँहरूको मुहारमा भएको यो हँसिलो मुहारलाई, त्यो हँसिलो हिमाल चाहिँ स्वच्छ हाँसोलाई जोगाएर राख्नुहोस् है, मेरो अनुरोध छ। यो नेपाली सुन्दर हाँसो, यो बनावटे हाँसो एक होइन, दुई होइन, कदापि तीन पनि होइन। कुन चाहिँ गाना सुन्ने हो अब? कुन चाहिँ गाना सुन्ने? भुटानबाट नेपालीहरूलाई कसरी खेदाइएको थियो। त्यसैले जहाँ भए पनि, जस्तो भए पनि तपाईँ हामीले नेपाली भाषा बोलौँ। आफ्नो बच्चाहरूलाई नेपाली भाषा सिकाउँ। अनि दुःखै भए पनि सुखै भए पनि अरूले आएर त भनिदिने मात्र गरिदिने होइन, बनाउनु पर्ने। हामीले हाम्रै देश हो, एक दिन नेपाल फर्केर जानुपर्छ।
अब तपाईँहरूलाई मन परेको अर्को जता पायो त्यतै जहाँ पायो त्यही खुट्टाले कुल्चिने गरेर नफालिदिनु यो रातो र चन्द्र सूर्य झन्डाका निम्ति हाम्रा पुर्खाहरूले धेरै धेरै बलिदानहरू दिएका छन् इतिहासको पाना त्यसको निम्ति हाम्रा पुर्खाहरूले धेरै आहुतिहरू दिएका छन् त्यसैले यो रातो र चन्द्र सूर्य झन्डामा कसैले पनि दाग लगाउन सकेन हिजोको दिनमा र यो रातो र चन्द्र सूर्य झन्डालाई भोलिको दिनमा नि कसैले दाग लगाउन नसकोस् त्यो तपाईँ हाम्रो अभिभावक हो जबसम्म पृथ्वीमा र जबसम्म संसारमा मान्छे रहन्छ तबसम्म यो रातो र चन्द्र सूर्य झन्डा हिमालयको काखमा जनको मनमा हराइरहेको छ अटल यो के जो